पर्छन्। आज चाहिँ मैले तिते करेलाको तरकारी बनाउँदै छु। तिते करेला कसलाई मन पर्छ, कसैलाई चाहिँ मन पर्दैन। तितो भएको भएर मैले पनि सानोमा खाने थिइनँ। हजुरआमाले बनाउनुहुन्थ्यो, त्यो मकैबारीमा पाइन्छ नि त सानो सानो तिते करेला, त्यो बनाउनुहुन्थ्यो। मैले चाहिँ खाने मनै नपर्ने। अनि पछि आफैले खाना बनाउन लागेँ। अनि आफूलाई जस्तो मनपर्छ त्यस्तै बनाउने, बुटेर बनाउने। अनि थोरै खाँदै अहिले चाहिँ मलाई एकदमै मनपर्छ। मेरो फेभरेट तरकारी हो अनि मेरो बुढाको पनि फेभरेट हो। आज चाहिँ बुढाले लिएर आउनुभएको थियो, ताजा थियो, फ्रेस थियो। अनि आज चाहिँ मलाई रुगा लागेको छ नि त, अनि अल्छी लागेको थियो, त्यही पनि बनाइहाल्छु भनेर बनाउन लागेको। मेरो भाउजूले चाहिँ यो करेलाको तरकारी एकदमै मिठो बनाउनुहुन्छ। खै कसरी बनाउनुहुन्छ भाउजू? हजुरले करेलाको तरकारीको रेसिपी पनि कुकिङ भिडियो गराएर सेयर गर्नु है त। अनि मैले बनाएको पनि मिठै हुन्छ। मेरो बुढी सासू हुनुहुन्थ्यो, उहाँले चाहिँ एकदमै मिठो मानेर खानुहुन्थ्यो। मैले बनाएको धेरै याद गरेको छु। अनि मेरो सासू मम्मीले पनि मिठो मानेर खानुहुन्थ्यो। अनि मम्मी सबैलाई याद गरेको छु है त। बाई।